आमाको हातको खाना चाहिँ प्रायः सबैजनालाई नै मनपर्छ होइन, तर मेरो चाहिँ ठिक उल्टो छ। मलाई चाहिँ मेरो बाबाको हातको खाना एकदमै मनपर्छ। मलाई मात्र होइन, मेरो मम्मी आफैलाई पनि मेरो बाबाको हातको खाना नै मनपर्छ। एकदमै मिठो बनाउनुहुन्छ। अनि यो सिद्राको अचार पनि मैले मेरो बाबाले नै बनाएको देखेर सिकेको हो है। अनि सुरुमा चाहिँ यो सिद्रालाई चाहिँ तातो पानीमा धोएर अनि एकछिन भिजाउने, अनि त्यो पछि चाहिँ सिद्रालाई रातो हुने गरेर फ्राई गरेर निकालिदिने। अनि त्यही तेलमा चाहिँ मैले लसुन र हरियो खुर्सानी पनि मैले फ्राई गरेँ, अनि प्याज पनि फ्राई गरेँ रातो हुने गरेर। अनि हजुरहरूले चाहिँ सुकेको खुर्सानी पनि फ्राई गर्न सक्नुहुन्छ। अनि त्यो पछि चाहिँ टमाटर एड गरेर मैले स्वादअनुसार नुन अनि थोरै बेसार राखेर एकछिन चलाइदिएँ। अनि त्यसपछि फेरि जिरा र धनियाँको पाउडर थोरै राखेर एकछिन चलाएर अनि त्यसलाई चाहिँ छोपिदिएँ। 2-3 मिनट छोपेर मिडियम फ्लेममा पकाइसकेपछि चाहिँ टमाटर एकदमै छिटो गल्छ अनि यसले चाहिँ हल्का पानी पनि छोड्छ होइन। अनि त्यसमा चाहिँ मैले सिद्रा माछा एड गरेर अनि एकछिन चलाएर सिद्रालाई पनि एकैछिन टमाटरमा पाक्न दिएँ। अनि त्यो पछि चाहिँ हाम्रो सिद्रा माछा चाहिँ खानालाई रेडी भयो। एकदमै छोटो मिठो छिटो हुने।